हरेक मान्छे यो संसारमा आउँदा कसैले पुरुष शरीर कसैले महिला शरीर पाएर जन्म लिन्छ। तर पनि केही मानिसहरू विपरीत लिङ्गप्रति यति धेरै आकर्षण भएका हुन्छ कि पुरुष शरीर भएकोले महिला बन्ने चाहना र महिला शरीर भएकोले पुरुष बन्ने चाहनाले गर्दा वेशभूषा धारण गरेर बसिरहेको मानिसहरू देख्न पाइन्छ। धेरैलाई जेन्डर चेन्ज बारे थाहा नहोला। जेन्डर चेन्ज भनेको वास्तविक र शारीरिक रूपमै विपरीत लिङ्ग बन्ने चाहना गर्नेहरूले आफ्नो अङ्ग सर्जरी गराएर पुरुष शरीरबाट महिला र महिला शरीरबाट पुरुष अङ्ग परिवर्तन गराउने प्रक्रियालाई जेन्डर चेन्ज भन्ने बुझिन्छ र सर्जरी गराइसकेको मान्छेलाई ट्रान्सजेन्डर भन्ने गरिन्छ। अहिलेको आधुनिक समयमा आफ्नो अङ्ग परिवर्तन गराउने कुरा साधारण नै भइसकेको छ। त्यसैले होला जेन्डर चेन्ज गराउनेको संख्या अरू कन्ट्री भन्दा युएस थाइल्यान्ड जस्ता कन्ट्रीहरूमा ट्रान्सजेन्डरको संख्या अलि बढी नै पाइन्छ। तर आजभोलि नेपाल, इन्डिया, फिलिपिन्स जस्ता कन्ट्रीहरूमा पनि केही मानिसहरूले जेन्डर चेन्ज गराएको पाउन सकिन्छ। यस्तै ट्रान्सजेन्डर गराउने प्रक्रियालाई नै जेन्डर चेन्ज भनिन्छ।